हाम्रो दाजु है अगाडिको दाजु खुब तम्सिँदै हुनुहुन्थ्यो 3 घन्टा त हो नि नाथे हिँडिहालिन्छ भनेर हिँड्दै हुन्छ होइन तर भने तल छ हाम्रो गाडी है त्यहाँदेखि हिँड्दै आएको थाकिसक्नु भएछ होइन यस्तो छ है नजारा चाहिँ वरिपरिको खतरा छ अनि म यतापट्टि छु मैले चाहिँ यहाँ नास्ता बोकेर हिँड्दैछु नास्तामा के छ गजबको पिरो चौचौ बिस्कुट एक्सट्रिम यता दाजुको छुट्टै छ गोर्खा ल अनि म चाहिँ दाजुहरूलाई म भिडियो बनाइदिनु न मेरो भनेको है बनाउँदिनँ म भन्दै हुन्छ त्यही भएर आफ्नो भिडियो आफै यसरी बनाउनु पर्दैछ यो ऊ हो हाम्रो पूजामा चलाउँछ यसको के पो हो यसको नाम त पुमाङ भूमा चलाउँछ के पो यसको नाम होइन हाम्रोमा यही चलाउँछ हाम्रोमा यहाँनिर चाहिँ डिबु पनि रहेछ है यतातिर के छ हाम्रो दाजु चाहिँ यहाँ पुरा जिन्सको प्यान्ट लगाएर ट्रेकिङ हाइकिङ आउनु भएको छ दाजु उहाँ केटी जस्तो भिडेर है लट्ठी पनि वा आमा लट्ठी चाहिँ त्यो भएन है दाजु म त यस्तै खोइ कपाल यसो मिलाइहेर्नु त म चाहिँ बाकुलो ज्याकेट लगाएर आएछु बाटो चाहिँ यस्तो चाहिँ एकदम दामी छ दामी यदि तपाईँहरूलाई पनि यो के अरे यो हामी जान आँटेको ठाउँ लटरम्मेश्वर त्यो त्यहाँ जानु छ भने यसरी नै हिँड्नुपर्छ किनभने हामीसँग बाइक छैन बाइक भएको भए त मान्छेमा बाइकमा जानुहुन्थ्यो है अब यस्तै छ ल आजको लागि यति नै फेरि पनि अब अलिकति माथि गएर अलिकति थाकेपछि फेरि देखाउँछु है दाजु अलि छिटो क्या त्यो भएन हिँडै है यत्रो जवानीमा के हो ल यतापट्टि त के हो बिल्डिङ त दामी छ त ल अब चाहिँ पुरै गाउँमै छिरियो जस्तो लागिसक्यो ल है ल हेर्दै गर्नु होला मलाई साथ दिँदै गर्नु होला म बिच बाटोमा देखाउँछु दाजुको हालत है त धन्यवाद